तपाईँ हामीले बुझ्नै पर्ने कुरा मसल माइन्ड कनेक्सन भनेको के हो त र यो कसरी गर्ने साथै यसको इम्पोर्टेन्ट के हो त। मसल माइन्ड कनेक्सन भनेको चाहिँ एक्सर्साइज गरिरहेको बेला जुन मसलको एक्सर्साइज गर्नुभएको छ तपाईँको दिमागलाई चाहिँ अरू ठाउँबाट डिस्ट्र्याक्ट हुनुबाट रोकेर त्यो कुरामा फोकस गर्नु भनेको नै मसल माइन्ड कनेक्सन हो। र यो कसरी गर्ने त भन्दाखेरि हर कुनै मसलको एक्सर्साइज गर्दाखेरि दुईवटा मोमेन्टहरू हुन्छ। दुईवटा मध्ये एउटा भनेको स्ट्रेचिङ हुन्छ र अर्को भनेको कन्ट्राक्सन हुन्छ। जस्तै बाइसेपको एक्सर्साइज गर्दाखेरि माथि लाँदाखेरि मसल कन्ट्र्याक्ट भयो र यसरी रिलिज गर्दाखेरि मसल स्ट्रेच भयो। त्यस्तै यसको मात्र नभएर अरू एक्सर्साइजहरूको पनि, जस्तै यो भिडियोमा देखाए जस्तो बेन्च प्रेसमा तपाईँले जसरी बारलाई तल लानुहुन्छ मसल चाहिँ स्ट्रेच हुन्छ र जब लोडलाई माथि लानुहुन्छ त्यतिखेर मसल चाहिँ कन्ट्र्याक्ट हुन्छ। यो कुरालाई फिल गर्नु भनेको नै मसल माइन्ड कनेक्सन हो। आई होप तपाईँहरूले बुझ्नुभयो होला। र यो किन इम्पोर्टेन्ट छ भन्दा मसल माइन्ड कनेक्सन भयो भने चाहिँ तपाईँको मसल छिटो पम्प अप हुन्छ र सेम रेपिटेसनले तपाईँले छिटै मसललाई चाहिँ ड्यामेज गर्न सक्नुहुन्छ अथवा मसलको टिस्युजहरू जुन हुन्छ त्यसलाई छिटै सजिलै ब्रेक गर्न सकिन्छ। यदि तपाईँको मसल माइन्ड कनेक्सन भएन भने पम्प अप त हुन्छ तर त्यसको लागि टाइम लाग्छ। त्यो हुँदाखेरि मसल टिस्युज ब्रेक हुनलाई टाइम लाग्छ र तपाईँले भने जस्तो ग्रोथ हुँदैन।